ठन्डो त्यस्तो 4 बजे टुप्लुक्क ठ्याङ्कावार हामी मानि रन भक्क लिबाक्क 5 बजे होला टेन्सन सबै टिमले आउँछ सबै आउँछ उसँग चाहिँ के गर्छ को आस्काजी सुरुमा त तपाईलाई स्वागत छ हैन तपाईको नाम भनिदिनु न मेरो नाम चाहिँ अनमोल तामाङ हो अनमोल तामाङ म चाहिँ मेरो दाइको भाइ हो दाइ तेरो दाइ चाहिँ को होला हाम्रो अर्पण दाइ को तपाईँ नि अनि यस्तो राम्रो दाइ पाएर कस्तो लागिरहेछ तपाईँ जोस ओ हेलो दाइ कस्तो के छ एक्सपेक्टेसन तपाईको एक्सपेक्टेसन के छ मेरो हेरेछ नि ए कृतिपुरमा आएको थिएन हेरेको छ तर अहिले चाहिँ बुझ्न चाहिँ बुझाएन यसपालि चाहिँ सबटाइटल त पाउँछ है यसपालि चाहिँ पाउँछ त्यसो भए त रमाइलो हुन्छ भन्छ इङ्ग्लिसमा पनि नेपालीमा पनि तपाईँको ए रमाइलो हुने त्यही भएर जे होस् इन्जोय गर्नु होला तपाईँहरूलाई लाइक कतिको एक्साइटमेन्ट फिल हुँदैछ एकदम एक्साइटेड लाइक हामीले कृतिपुरमा हेर्न जान्छ भने पनि हेर्न पाएन भक्तपुरमा जान्छ भने पाएन भक्तपुरमा हामीले गरेकै छैन के हेर्न जानु भएको थियो तपाईँ तर आज यहाँ चाहिँ जानु पाएन भनेको त नजिकै आयो नि त होइन हाम्रो लागि तपाईँहरूकै लागि आयो राम्रो इन्जोय गर्नु तपाईँलाई को चाहिँ तपाईँको फेभरेट चाहिँ को अब फेभरेट को भनेर छान्नै मिल्दैन सबजना इक्वल्ली फेभरेटै हो क्या एकजना भन्नु पर्यो भने अब तपाईँले सोधिराख्नु भएको छ तपाईँ भन्नु पर्ला भन्नु पर्ला भन्नु त परिहाल्यो इक्वल्ली त्यस्तै रमाइलो खालको हुनुहुन्छ होइन को बढी को कम भन्ने एकदमै थ्याङ्क यू सो मच आइदिनु भयो एकदम इन्टरभ्यू लिने अब यहाँ तपाईँहरू को आउनु भएको फ्यामिली हामी त पुरा परिवार सबैजना 1 2 3 यो त गनेरै छ 19 वटा 20 वटा के भन न तिम्रो नाम के हो तेजस्वी कस्तो लागिरहेछ तिमीलाई एक्साइटेड भइरहेछ फेभरेट क्यारेक्टर को हो ल त तिमीलाई सोधिदिनु म भन्छ कि भने त हामीलाई त सबै मन पर्छ उहाँलाई खाली उसको मात्र नाम थाहा भएन नि हामीलाई त सबै मनपर्छ ल ठिक छ ए नाम के हो तिम्रो आजुमा एक्साइटेड छौ फर्स्ट टाइम हेर्न हो आजै आउनु भयो ए तिम्रो फेभरेट क्यारेक्टर को मनपर्छ आँसुको साथी मन पर्दैन अर्पण भन्ने हामीसँग प्रवेश हुनुहुन्छ तपाईँ आउनुभएको चाहिँ हाम्रो कस्तो लागिरहेछ एक्साइटेड छौ एकदम एक्साइटेड के एक्सपेक्ट गरिरहेको छौ ट्रेलर हेरे अनुसार चाहिँ एकदम रमाइलो हुन्छ जस्तो लागिरहेछ ठिक छ जे होस् इन्जोय गर्नु तिम्रो फेभरेट क्यारेक्टर चाहिँ को हो तपाईँहरू मैले भन्न लाग्यो होइन उसले आफै भनेको उसको मनबाट ल थ्याङ्क यू इन्जोय गर्नु अहिले फेरि भेटौँला है त तपाईँको नाम तपाईँको प्राप्ति वाउ वाट आर गुड नेम तपाईँहरूलाई देखेर तपाईँसँग भेटेर एकदम खुसी लाग्यो तपाईँहरूलाई लाइक के एक्सपेक्टेसन छ तपाईँहरूको एक्साइटेड हुनुहुन्छ कि छैन आज ख्याबल हेर्न एकदम एक्साइटेड छु अनि एज वेल एज सबैजनालाई स्क्रिनिङमा हेर्न झन् एक्साइटेड वाउ तपाईँ आई एम भेरी एक्साइटेड टु सी ज्यासा फिल्म्स वाउ अनि तपाईँको फेभरेट क्यारेक्टर को हो मैले सोध्नु पर्छ र मेरो फेभरेट क्यारेक्टर चाहिँ आशु र आशुको बा हो सो या उसको लागि आएको म ओके थ्याङ्क यू इन्जोय गर्नु होला दुवैजना है हामी फेरि अहिले भेटौँला तपाईँको नाम म विजय महर्जन तपाईँ आज यहाँ ख्याबल हेर्न आउनुभयो कहाँबाट तपाईँले थाहा पाउनुभयो कसरी आउनुभयो अब मैले त्यही बहिनीको मार्फत थाहा पाएँ भने अनि आज एक्साइटेड हुनुहुन्छ तपाईँलाई चाहिँ को क्यारेक्टर तपाईँले फलो गर्नुहुन्छ कि के छ मेरै बहिनी छ को सम्झना सञ्जनाको दिदीको को पढ्नुहुन्छ तपाईँ बहिनी ए हाम्रो सञ्जना दिदीकै उहाँ को पढ्नुभयो दाइ पढ्नुभयो ठुलो दाइ पढ्नुभयो तपाईँलाई धेरै स्वागत छ धन्यवाद तपाईँ राम्रोसँग मस्त इन्जोय गर्नु आफ्नै बहिनीलाई देखेर तपाईँ बहिनीको काम देखेर तपाईँ छक्कै पर्छ आज मजा आउँछ ल प्लिज इन्जोय गर्नु थ्याङ्क यू सो मच आइदिनु प्लिज त्यसै गरी यहाँ तपाईँ देख्न सक्नुहुन्छ यति धेरै मान्छेहरू छन् यति धेरै माया पाउँदा मान्छेहरूको एकदमै खुसी लागिरहेको छ एकदमै ओभरवेल्मको अनुभव भइरहेको छ त्यही भएर अहिलेको लागि चाहिँ यति नै भन्छु我上桥，我的桥，
अनि हाम्रो ख्यावलाको फर्स्ट स्क्रिनिङ कम्प्लिट भएको छ कस्तो लाग्यो त बाबु तँलाई जे होस् एकदम राम्रो थियो होइन जे होस् तपाईँहरूले गरेको मिहिनेत चाहिँ त्यहाँ देखेको छ एफर्ट होइन अब थ्याङ्क यू यसै गरेर तपाईँहरू चाहिँ अझै राम्रो बनाउनु होइन पार्ट 2 आयो त झन् रमाइलो होइन अब आउँछ कि के थाहा आउँछ कि त्यति नै हो हेलो हेर्नुभयो कस्तो लाग्यो तपाईँहरूलाई तपाईँ सबैभन्दा एन्टरटेनिङ लाग्यो हामीलाई चाहिँ फेरि भनिदिनु न क्यामेरा तपाईँ सबैभन्दा एन्टरटेनिङ लाग्यो मेरो फुपूको फेभरेट हो साँच्ची मन पर्यो तपाईँलाई जे होस् ओभरअल इन्जोय भयो नि तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरूलाई धेरै राम्रो अब आउँछ कि के थाहा कस्तो लाग्यो सबैभन्दा राम्रो कस्तो लाग्यो हाम्रो गरम भाइकै फिल्म गयो चलचित्र फिल्मलाई नेपी सब भाला फुकै गाउँमा टोपी जे भन्थ्यो ढक्कै भाला कस्तो लाग्यो एकदम मोबाइल तपाईँको रोल चाहिँ राम्रो सबैभन्दा राम्रो कसको लाग्यो सबैको सबैको किन भेदभाव गर्नु होइन मलाई चाहिँ तपाईँको लाग्यो आस्ताको लाग्यो यो सबैजना सबैको राम्रो लाग्ने कहाँ पाइन्छ एकजना भन्नु पर्यो नि यही भन्नु पर्यो नि त नि ल ठिक छ थ्याङ्क यू सो मच यार तिमी कस्तो लाग्यो त तपाईँलाई राम्रो लाग्यो बाला तस्क बाला तिमीलाई चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो सबैभन्दा राम्रो कस्तो लाग्यो तपाईँको हो साँच्ची झुट म छेउमै भएर भने त होइन त्यसो ठिक छ तपाईँलाई कस्तो यहाँ उहाँ ड्याडी हुनुहुन्छ उहाँ सन हुनुहुन्छ कस्तो लाग्यो अङ्कल तपाईँलाई फिल्म हेर्नु राम्रो छ हाम्रो परम्परागत चाहिँ पहिलादेखि सुनि आएको कथामा आधारित एकदम इन्ट्रेस्टिङ लाग्यो इन्ट्रेस्टिङ लाग्यो अनि यसमा चाहिँ अङ्कल फेटु भन्ने चाहिँ एकदम राम्रो छ यो चाहिँ धेरै राम्रो छ त्यो चाहिँ धेरै सबैभन्दा राम्रो कसको थियो सबैभन्दा राम्रो त हाम्रो आशु दाइकै हो है एकदम आशुको राम्रो लाग्यो उहाँ चाहिँ तपाईँलाई कसको सबैभन्दा राम्रो चाहिँ आशु दाइको राम्रो आशु भाइ भन्नु नेवा खला सकि म छ के लाग्यो ख्या होला राम्रो नेवा न ढाले यहीँ पुसो न यहीँ पुसो कि डर लाग्यो ल या त यहीँ पुसी छ सकिस् त सो हिँडिरहेको सबैभन्दा नेपुसो कसको लाग्यो मेरो अर्पण दादा सबैभन्दा फेभरेट क्यारेक्टर सु खसँग थाहा छ फेभरेट क्यारेक्टर सु थाहा छ अर्पण कि आश दाइको अर्पण दादा ख्याजी तपाईँलाई चाहिँ कस्तो लाग्यो तपाईँको प्रस्तुति फिल्ममा